तिमीलाई म मन परेन, मैले मेरो साथीभाइलाई पनि देखाएकै थिएँ, मेरो परिवारलाई चिनाएकै थिएँ, मैले मेरो संस्कार संस्कृतिमा पनि झल्काउँछु भनेकै थिएँ। सुरुमा त मन पराए जस्तो गर्यौ, तर बिस्तारै तिमीले मन नपराएको पनि थाहा नै पाइन। अब त बल्ल मैले पनि बुझेँ होला तिम्रो मनको भावना, तिम्रो व्यवहार, तिम्रो आनी बानी। यो कुरा सम्झिँदा पनि मन पुग्छ, अनि व्यथा पनि कसलाई सुनाउनु। अर्कोतिर भविष्यको पनि त चिन्ता छ, अनि अर्कोतर्फ मेरो परिवार फ्यामिलीको चिन्ता छ, अनि यतातर्फ चाहिँ